Alright guys, welcome back to another new brand new video. होइन guys, I hope so सन्चै आराम हुनुहुन्छ भने आशा गर्दै फेरि पनि अर्को नयाँ भिडियो तपाईँसँग भइसकेको छु होइन गाइजहरू। आज चाहिँ मेरो चाहिँ यसो साथीहरू चाहिँ बाहिरतिर घुम्न जाऊँ भनिरहेको थियो। त्यही भएर हामी आजको भिडियो चाहिँ स्पेसल हुनेछ नयाँ उमङ्गका साथ हामीहरू अगाडि बढिसकेको छ होइन। यहाँ आउँदा आउँदै हल्का ढिलो भइसक्यो होइन। उनीहरू रिसाएर हैरान छ यार, हल्का लेट गरिदिएको थिएँ मतलब रिसाएर काम खतम भइरहेको छ होइन। हेर्नुहोस् होइन गाइजहरू, यहाँ रिसाएर आयो भने चाहिँ अर्को झन् रिसाएर गाली गरेर थियो कहाँ आयो थाहा होइन। यो 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 पनि रिसाएर आयो क्या होइन। अब चाहिँ हामी यतादेखि हिँडिसकेका छौँ हाम्रो जर्नीतिर। के हो यो ए गाइजहरू, हामी चाहिँ अब हाम्रो जर्नीमा लागिसकेका छौँ होइन। आजको यात्रा कस्तो हुन्छ के हुन्छ सबै न्यू जर्नी हो बिगन होइन। नयाँ जर्नी स्टार्ट भइसकेको छ हाम्रो चाहिँ। हामी तिनवटा हिँडिसकेको छौँ यतादेखि होइन। अब के हुन्छ हेर्दै जानुहोस् तपाईँहरू, एकदम गर्नुपर्छ है गाइजहरू। अब चाहिँ अब गर्नुपर्छ भन्ने हो होइन। अब नगरे कहिले गर्ने, हामी नगरे कसले गर्ने भनेर चाहिँ हामीहरू पनि अगाडि बढिसकेको छौँ। गर्नुहोस् तपाईँहरू नि सक्नुहुन्छ, जे सकिन्छ त्यही गर्नु आफूलाई होइन। ठिक छ गाइज, हेर्दै जानुहोस्। हाम्रो आजको यात्रा सुरु भइसकेको छ गाइज। यो वरपरको हरियाली डाँडाकाँडाहरू हेर्दै आफ्नो यात्रातिर बढिरहेका छौँ हामीहरू चाहिँ। यस्तो डाँडाकाँडाहरू हरियाली देख्दा चाहिँ एकदमै खुसी मिल्छ, मनलाई आनन्द हुन्छ, एकदम खुसी मिल्छ। जाँदै गर्दा चाहिँ बाटोमा एउटा पहिले पढेको चाहिँ स्कुल भेटियो। विद्यार्थी भाइ बहिनीहरूको दिउँसोको हाफ टाइम रहेछ। विद्यार्थी भाइ बहिनीहरूसँग एकछिन बसेर रमाइलो गरियो। अनि चाहिँ रमाइलो गरेपछि त्यहाँदेखि हामी हिँड्यौँ अगाडिको वातावरणहरू एकदमै स्वच्छ सफाकै, मन शान्त हुनेकै, एकदम मनै रमाउने एकदम ठाउँ, रमाइलो शान्त वातावरणहरू थियो, एकदम रमाइलो थियो यात्रा चाहिँ। यस भेरिदको निर्माण चाहिँ यो पहिरो लडेर चाहिँ निर्माण भएको भन्ने चाहिँ यहाँको स्थानीयहरूले चाहिँ त्यही भनिरहेको छ आजभोलि चाहिँ। अनि चाहिँ त्यही पुग्नुपर्ने ठाउँ चाहिँ हाम्रो गन्तव्य त्यही हो। त्यहाँ पुगेर अरू भिडियोहरू देखाउँछु। वातावरणहरू एकदम रमाइलो छ। यस्तोमा घुम्न चाहिँ मलाई एकदमै मनपर्छ, प्राकृतिक ठाउँहरूमा होइन, आफ्नै गाउँघरको यस्तो प्राकृतिक स्थलहरूमा। हामी चाहिँ यता समयले होइन तलबाट त यहाँदेखि त देखिसकेको छ। अब तल गएर हामीहरू जानु टाइम लाग्छ, पुगिसकेको छैन। पुग्यो भने त्यहाँ गाडी देखाउँछ तपाईँहरूलाई। है गाइजहरू, गाउँहरू हेर्नुहोस् जङ्गलहरूको बिचमा यो चराचुरुङ्गीहरूको आवाज होइन, खोलानालाको आवाज, यस्तो सुन्दा चाहिँ मनलाई एकदमै आनन्द मिल्छ क्या। यता चाहिँ अहिले खोलाको साइडमा आइसकेका छौँ होइन। एकछिन पछाडि चाहिँ अबको थोरै समयमा चाहिँ हामी उता पुग्नेछौँ देरीधनेर। अनि त्यहाँको एकछिन नजर तपाईँलाई देखाएर हेर्नुहोस् कस्तो रमणीय ठाउँ छ यतातिर होइन। रमाइलो एकदम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण होइन। अनि फेरि साथको यस ठाउँमा चाहिँ रमाइलो छ। चराचुरुङ्गीहरूको आवाज होइन, वातावरण एकदम शान्त होइन, रमाइलो के, मनै आनन्द हर्षित हुने क्या एकदम। क्या दामी छ हेर्नुहोस् न गाइज। इट्स ह्याप्पिनेस के, खुसी हो क्या गाइजहरू। आज अब पुग्दैछौँ, पुगेपछि म त्यहाँको त नजर तपाईँलाई देखाउने छु है। आज हाम्रो नर्बल सर हुनुहुन्छ होइन, आशिष सर हुनुहुन्छ होइन। बाटोहरू चाहिँ अप्ठ्यारो चाहिँ हुन्छ, अब चाहिँ हल्का होस्
गरेर हिँड्नुपर्छ है गाइजहरू होइन र ध्यान हामी 7 नम्बरमा आइसक्यौँ 7 नम्बरको अब भेट्दामा हामी पुग्न आँटिसकेका छौँ थोरै छ तल्लो बबाल छ नि त रात दामी छ ए यो साइडबाट चाहिँ होइन दाउरोबाट चाहिँ पानी गइरहेको क्या गाइजहरू फाइनल्ली गाइज we got it we got it guys बट यहाँ चाहिँ मान्छेहरूले पार्टीहरू गऱ्यो होला पार्टिजहरू फोहोरहरू चाहिँ हल्का फुल्का गएर रहेछ टावरहरू फैलाइरहेछ त्यतिर तर केही छैन एकदम हेर्नु न सुन्देशको दृश्य हेर्नुहोस् न क्या अब यो त हावा चलेर मजासँग अब टक्क लाएर यसरी यहाँ बसेर सुत्नुको त मजा बेग्लै छ नि गाइजहरू यहाँ करौतीले भेट्यो मुटु र ठक्कै अन्त नजर मरि जाउँ जन्न पटकै नजरैको करौतीले भेट्यो मुटु र ठक्कै अन्त नजर मरि जाउँ जन्न पटकै नजरैको करौतीले भेट्यो मुटु र टक्कै अन्त नजर मरि जाउँ जन्न पटक्कै अन्त नजर मरि जाउँ जन्न पटक्कै एकदम रमाइलो छ गाइजहरू होइन यस गाउँमा आएर शान्त ठाउँमा आएर एकदम रमाइलो गर्नु आफ्नो मनको इच्छा होइन खुसी खुलेर मजासँग रमाउन सिक्नुपर्छ होइन प्रकृतिसँग भन्ने चाहिँ यो कन्सेप्ट हो होइन त्यही हो एकदम रमाइलो बुझ्छु म होइन एकदमै गिल्ला मजासँग केही छैन 2 दिनको जिन्दगी मर लानु के छ गाइजहरू होइन रमाइलो गर्नुहोस् भोलि त के हो थाहा छैन नि त हामी त्यो जग्गादेखि चाहिँ घारीको साइडमा आइसकेका छौँ होइन गाइजहरू पानी सानो आउँछ चल आफ्नै सौन्दर्यता बोकेको यस भेरी नदीको चाहिँ भेरी द चाहिँ के गाइज सरी गाइजहरू होइन अहिले चाहिँ कृष्णजी घाट खाइदिन होइन त्यहाँ चाहिँ त्यसदेखि सुरु भइरहेको यो नदी चाहिँ मतलब सानो पानी जानेदेखि सुरु भइरहेको पानीको अनि यतादेखि चाहिँ पानी गएर नदी चाहिँ भइरहेको तलतिर है अनि चाहिँ पक्का चाहिँ काटेको तिम्रो नदीको होइन त्यही दिएको साइडमा द भनेर द हो यो एउटा है पानीहरू जमेको एकदम अनि ठुलै छ यतादेखि यो साइडसम्म चाहिँ यो हो स्थापना चाहिँ पहिरो लडेर भएको भनेको चाहिँ कता सुने थिएँ पहिरो लडेर चाहिँ माथिदेखि आएर पानी जमेर चाहिँ यस्तो ठुलो द बनेको हो रे गाइजहरू होइन यतिर चाहिँ हात जङ्गलहरू छ एकदम रमाइलो छ प्राकृतिक सौन्दर्य भरिपूर्ण एकदमै रमणीय ठाउँ छ होइन आजको लागि चाहिँ भिडियो चाहिँ यति नै होइन अब चाहिँ बेलुकाको 5:30 जति भइसक्यो यतादेखि चाहिँ अब हामी हिँड्नुपर्छ यात्राको आजको यात्रा साह्रै रमाइलो भयो आफ्नै गाउँठाउँको यस्तो रमणीय ठाउँ पर्यटकीय स्थल भन्दा पनि केही फरक नपर्ने ठाउँमा आएर घुम्दा चाहिँ एकदमै गर्व महसुस मतलब एकदमै ह्याप्पी फिल भइरहेको भित्रदेखि तपाईँहरू नि सक्नुहुन्छ भने आफ्नो टाइम मिलाएर यसो आफ्नो आफ्नै ठाउँतिर भएको यस क्षेत्रमा आएर आफ्नो मन खुसी हुने हो क्या यता आएर घुमेर खुसी हुन सिक्नुहोस् होइन घुम्नुहोस् होइन आफ्नो ठाउँमा यस क्षेत्रमा आएर चाहिँ खुसी हुन खुसी हुनु नै जीवनको सबभन्दा ठुलो महत्त्वपूर्ण चिज हो है यतिर आएर घुम्नुहोस् एकदमै रमाइलो ठाउँ छ आफ्नो ठाउँमा रहेको गाइज
आउनुहोस् ल बाई बाई गाइज आजको लागि भिडियो यति नै होइन फेरि पनि भिडियो लिएर छिटै आउनेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु गाइज किप लभिङ किप सपोर्टिङ गाइज बाई बाई लभिङ होला है सपोर्ट गर्नु पऱ्यो बाई बाई गाइज